आज पनि हाम्रो लागि यहाँनिर घाममा आएर यो रिपोर्टिङ गरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। अनि आज चाहिँ हाम्रो भाइ बहिनीहरू ल फर्मबाट दुईटा कलेजबाट भाइ बहिनीहरू आउनु भएको छ। यहाँ सिग्नेचर क्याम्पेन तथा यो सरकारलाई चाहिँ खबरदारी गर्नको निम्ति चाहिँ यहाँनिर हाम्रो कानुनका विद्यार्थी भाइ बहिनीहरू आउँदै हुनुहुन्छ। उहाँहरू भोलि पर्सिको भविष्यको अधिवक्ता, न्यायाधीश, न्यायाधीश सबै उहाँहरूको हातमा छ, देश उहाँहरूको हातमा छ। उहाँहरूले भन्दै हुनुहुन्छ जुन धारा जुन चाहिँ संविधान कायम भएको थियो, हाम्रो संविधान जुन लेखिएको छ त्यो चाहिँ स्वतःस्फूर्त 100% हामीले चाहिँ त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यो संविधानमा लेखिएका धारा, प्रत्येक धारा उपधाराहरू चाहिँ कुनै पनि विभेद नगरिकन त्यसलाई चाहिँ 100% रूपमा चाहिँ लागू गर्नुपर्छ भन्ने हाम्रो भाइ बहिनीहरू विद्यार्थी साथीहरूको त्यो माग छ। मेरो पनि अब इनिसामा केन्द्रित भइदिनु त छोरे। इनिसा बिकको सन्दर्भमा चाहिँ इनिसा बिक लगायत हाम्रा धेरै छोरी चेलीहरू बलात्कार भएका छन्। बलात्कार मात्रै होइन, बलात्कार पछाडिको त्यो दर्दनीयपूर्वक हत्या अनि त्यो एकदम तुच्छजनक, त्यो सोच्नै नसकिने, सम्झिनै नसकिने, त्यो बर्बरापूर्वक त्यो मारिएको, तुछिएको, लुछिएको त्यो हत्या गर्नेहरूलाई चाहिँ हामीले चाहिँ छुट्टै प्रकारको कानुन बनाएर चाहिँ उनीहरूलाई चाहिँ एउटा सठिक रूपमा चाहिँ अबको दिनमा चाहिँ कुनै पनि मानवले चाहिँ हत्या अनि यो जघन्य क भन्छ यसलाई, अब जबरजस्तीकरणी चाहिँ कसैले पनि गर्न नसकोस् भनेर चाहिँ यो सरकारले चाहिँ छिटोभन्दा छिटो यो कानुन परिमार्जन गरिकन छिटोभन्दा छिटो चाहिँ यो भिक्टिमहरूलाई चाहिँ न्याय दिनुपर्छ भन्ने जस्तो लाग्छ। धन्यवाद। दर्शक तपाईँ देखिराख्नु भएको छ जुन यो माइती घर मण्डलाको यो दृश्य तपाईँलाई देखाउने प्रयास गर्नेछु। यो जुन इनिसा केही दिन अगाडि इनिसा बिकको जुन बलात्कार गरेर अहिले हत्या गरेको थियो भने अहिले यो विद्यार्थीहरू माइती घर मण्डलामा आउनु भएको छ। तपाईँले प्रत्यक्ष रूपमा देखिसक्नु भएको छ। दर्शकबिन तपाईँ देख्न सक्नुहुन्छ जुन इनिसा बिकको न्यायको लागि विद्यार्थीहरू अहिले सडकमा आउनु भएको छ। यो माइती घर मण्डलाबाट तपाईँले प्रत्यक्ष रूपमा देखिसक्नु भएको छ। जुन एक हप्ता बित्दाखेरि पनि जुन इनिसाको न्याय नपाएर अहिले विद्यार्थी अहिले माइती घर मण्डलामा हुनुहुन्छ। तपाईँले यो देखिराख्नु भएको छ। जुन सरकार हाम्रो आवाज सुन, सरकार हाम्रो आवाज सुन, अपराधीलाई कारबाही गर, नारी अधिकार सुनिश्चित गर, महिला अधिकार सुनिश्चित गर, धारा 38 कार्यान्वयन गर, धारा 38 कार्यान्वयन गर, कानुनको कार्यान्वयन गरौँ, महिला हिंसा अन्त्य गरौँ, महिला हिंसा अन्त्य गरौँ, हामी सबै we want justice, 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 महिला हिंसा अन्त्य गरौँ, अपराधीलाई कारबाही गर, बलात्कारलाई कारबाही गर, अपराधको निष्पक्ष तरिकाले छानबिन गर, अपराधीलाई कारबाही गर, अपराधको निष्पक्ष तरिकाले छानबिन गरौँ। यो हाम्रो आवाज हो, यो हाम्रो आवाज हो, सिंहदरबारले सुन्नु। यो इनिसा बिकको न्यायको लागि हामीले आवाज उठाइरहेका छौँ। आज हामी यसको पछाडि हामीले देख्दै आएको हाम्रो समाजमा हामीले महिला अधिकारदेखि लिएर हामीले
छोरीहरूको सुनिश्चित न्यायको लागि चाहिँ हामी आज आवाज उठाउन आइरहेका छौँ, हामी कानुनको विद्यार्थी भएर। अनि त्यस पछाडि चाहिँ हिजो निर्मला पन्तले न्याय नपाइरहँदा हामीलाई छोरी भएर रहिरहँदाखेरि यो समाजमा असुरक्षित महसुस भइरहेको थियो र त्यस पछाडि पनि यी घटनाहरू दोहोरिरहेका छन्। त्यसले गर्दाखेरि हामीले यो आवाज हामीले दबाउनु हुँदैन जस्तो हामीलाई लाग्यो। त्यो रिजनले गर्दाखेरि नै हामी आज एज अ कानुनको विद्यार्थी हामीले कानुनलाई चुनौती दिन खोजेका होइनौँ, तर हामीले चाहिँ खबरदारी गर्न खोजेका हौँ। त्यो रिजनले गर्दाखेरि आज हामी यहाँ छौँ। आज हामीले यो आवाज यहाँ गरिरहँदाखेरि म एक छोरी भएर बोलिरहँदाखेरि म मात्र होइन कि हिजोको इनिसा बिक भनेको चाहिँ म आफूलाई राखेर हेर्दाखेरि र त्यो पीडितले न्याय नपाइरहँदाखेरि चाहिँ कस्तो स्थिति रहला अनि त्यस पछाडि चाहिँ पीडितको परिवारमा के बितिरहेको होला भन्ने हामीले परिकल्पना गर्न सक्छौँ। त्यो कारणले गर्दाखेरि भोलिको दिनमा यसरी यो समाजमा यो यस्ता प्रकारका बलात्कार र हत्याका हिंसाहरू नहुन् भन्ने हामीले चाहिँ अपेक्षा राखेका छौँ र हामीले चाहिँ यहाँबाट खबरदारी गर्न चाहन्छौँ नेपाल सरकारप्रति। अनि त्यस पछाडि चाहिँ यो महिला अधिकार कर्मीहरू र हामीले यो समाजमा सचेतनाको लागि पनि हामीले अपिल गर्न चाहन्छौँ। यति भन्दै चाहन्छु। तपाईँ पनि बोल्नु। दर्शकबिन तपाईँले देखिरहनु भएको यो दृश्य माइती घर मण्डलाको जुन इनिसा बिकको न्यायको लागि जुन जनताहरू अहिले पनि सडकमा हुनुहुन्छ भने जुन एक हप्ता बित्दाखेरि पनि केही पनि टुङ्गो नलागेको हिसाबले जुन केही वर्ष अगाडि यसै गरी निलपना पन्तको हत्या गरेको थियो भने अहिले सरकारले के नटेरेको हो कि के गरेनको। अहिले जनताहरू जुन एक हप्ता भइसक्यो अहिले माइती घर मण्डलामा हुनुहुन्छ, तपाईँले देख्न सक्नुहुन्छ यहाँ। दर्शकबिन तपाईँले देखिराख्नु भएको यो दृश्य जुन माइती घर मण्डलाको जुन इनिसा बिकको न्यायको लागि जनताहरू लडिरहेका छन् भने जुन एक हप्ता बित्दाखेरि पनि केही प्रकट नपाएर जुन इनिसा बिकको न्यायको लागि यो जनताहरू जुन माइती घर मण्डलामा हुनुहुन्छ। अब यसमध्ये म सोच्छु यहाँ स्टुडेन्ट मेगा कलेजबाट पनि आउनुभएको छ। म मेगा कलेजको विद्यार्थीहरू स्टुडेन्टलाई सोध्ने प्रयास गर्नेछु। तपाईँको शुभ नाम? मेरो अदीक्षा। के भन्न चाहनुहुन्छ इनिसाको विषयमा, के भन्न चाहनुहुन्छ? अब के भन्ने हो र, अब महिलाहरू एकदमै असुरक्षित भयो। अब पीडितलाई न्याय पाउनुपर्छ र महिलाहरूलाई चाहिँ सरकारले यस्तो वातावरण बनाइदिनुपर्छ कि महिलाहरू जता जाँदा पनि आफूलाई सुरक्षित महसुस गरोस्। यति नै भन्न चाहन्छु। सरकारबाट के न्याय चाहनुहुन्छ? जस्तै योभन्दा अघि हाम्रो निर्मला पन्तको पनि यस्तै गरी बलात्कार गरेर हत्या गरेको थियो भने कतै हाम्रो इनिसा बिकको पनि सब यस्तै लुकाउने खोज्दै भन्दै हुनुहुन्छ जनता। के छ तपाईँको जिज्ञासा यसमा? अब यसमा चाहिँ प्रहरीहरू पनि एकदमै लागिरहनु भएको छ अनुसन्धानको लागि र अब कसले मारेको हो र कसले के गरेर मारेको भन्ने कुरा पनि पत्ता लगाइसकिएको छ। जुन सामूहिक बलात्कार गरेको र एउटा चाहिँ आफ्नै प्रेमी रहेको पनि खुलासा भएको छ होइन। अब यो नेपालमा पनि कानुनहरू चाहिँ अब व्यवस्था चाहिँ भएको छ, तर कागजमा मात्र सीमित हुनु भएन, कार्यान्वयनमा पनि आउनु पर्यो। त्यसपछि पीडित परिवारले न्याय पाउनु पर्यो र इनिसा बिक जस्तो हजारौँ केटीहरूले चाहिँ न्याय पाउनु पर्यो। हस्, धन्यवाद। गरौँ भन्ने सन्दर्भमा चाहिँ आज हामी यस इनिसा बिकको लागि आवाज उठाउँदै आएका छौँ। हामी कहिलेसम्म चाहिँ यस आफ्नै राज्यमा, आफ्नै समाजमा, आफ्नै ठाउँमा पनि सुरक्षित छैनौँ कि। त्यसैले गर्दा हामी आवाज हामीलाई न्याय दियोस्, सरकारले हाम्रो आवाज सुनिदियोस् भन्ने सन्दर्भमा आज हामी यस सडकमा आफ्नो आवाज बनि यहाँ आएका छौँ। त्यसैले सम्पूर्णमा यही विनम्र अनुरोध गर्दछु कि हामी नारीले सुरक्षित पाउन्। सब इनिसाको बारेमा के भन्न चाहन्छु? उनको यो घटनालाई केन्द्र गरेर उसको इनिसा बिकले मात्र इनिसा बिक जुन भिक्टिम हुनुहुन्छ उहाँले चाहिँ म के भन्न चाहन्छु भने उहाँको सन्दर्भमा भिक्टिम उहाँले आफ्नो लाइफमा कति कुराहरू थियो होला, तर उहाँको आफ्नो लाइफलाई मात्रै नलिएर यस्तो इनिसा बिक जस्तो चाहिँ भोलिको दिनमा हामी नहौँ, म पनि नहौँ। मलाई आज काहीँ हिँड्नु केही गर्नुको लागि पनि डर नहोस्, डर भन्ने कुरा चाहिँ नारीको जीवनमा नरहोस्। कानुनले यो कुरा सुनोस् भन्ने मेरो विनम्र अनुरोध छ। थ्याङ्क यू। चाहिँ यो इनिसा बिकको न्यायको लागि हामीले आवाज उठाइरहेका छौँ। आज हामी यसको पछाडि हामीले देख्दै आएको हाम्रो समाजमा हामीले महिला अधिकारदेखि लिएर हामीले छोरीहरूको सुनिश्चित न्यायको लागि चाहिँ हामी आज आवाज उठाउन आइरहेका छौँ, हामी कानुनको विद्यार्थी भएर।
अनि त्यस पछाडि चाहिँ हिजो निर्मला पन्तले न्याय नपाइरहँदा हामीलाई छोरी भएर रहिरहँदाखेरि यो समाजमा असुरक्षित महसुस भइरहेको थियो र त्यस पछाडि पनि यी घटनाहरू दोहोरिरहेका छन् त्यसले गर्दाखेरि हामीले यो आवाज हामीले दबाउनु हुँदैन जस्तो हामीलाई लाग्यो। त्यो रिजनले गर्दाखेरि नै हामी आज एज अ कानुनको विद्यार्थी हामीले कानुनलाई चुनौती दिन खोजेका होइनौँ, तर हामीले चाहिँ खबरदारी गर्न खोजेका हौँ। त्यो रिजनले गर्दाखेरि आज हामी यहाँ छौँ। आज हामीले यो आवाज यहाँ गरिरहँदाखेरि म एक छोरी भएर बोलिरहँदाखेरि म मात्र होइन कि हिजोको इनिसा बिक भनेको चाहिँ म आफूलाई राखेर हेर्दाखेरि र त्यो पीडितले न्याय नपाइरहँदाखेरि चाहिँ कस्तो स्थिति रहला अनि त्यस पछाडि चाहिँ पीडितको परिवारमा के बितिरहेको होला भन्ने हामीले परिकल्पना गर्न सक्छौँ। त्यो कारणले गर्दाखेरि भोलिको दिनमा यसरी यो समाजमा यो यस्ता प्रकारका बलात्कार र हत्याका हिंसाहरू नहुन् भन्ने हामीले चाहिँ अपेक्षा राखेका छौँ र हामीले चाहिँ यहाँबाट खबरदारी गर्न चाहन्छौँ नेपाल सरकारप्रति। अनि त्यस पछाडि चाहिँ यो महिला अधिकार कर्मीहरू र हामीले यो समाजमा सचेतनाको लागि पनि हामीले अपिल गर्न चाहन्छौँ। यति भन्दै चाहन्छु। तपाईँ पनि बोल्नु।